सुन्तला त कति धेरै फलेको छ है। सुन्तला फलेको छ नि त। हेलो गुड मर्निङ एभ्रिवान। ल हजुरहरूलाई फेरि पनि शुभ ब्लगमा स्वागत छ। अनि आज म पनि घरमै छु है। अनि आज चाहिँ मेरो काम भनेको घरमा टोइलेट बाथरुमहरू बनाउनु पर्ने अवस्था आएको छ। अनि त्यो हुँदाखेरि चाहिँ आज बर्खाको मासमा पनि टोइलेट बाथरुम बनाउनुको लागि चाहिँ म तम्सिरहेको छु। अनि अहिले चाहिँ म साथीहरू पनि छैनन्, म एक्लै छु यहाँनिर। यो अमृतसर गाडीको पछाडिपट्टि त्यहाँनिर बिचमा जोडी गाडीमा पहिले नै फुटाएको ढुङ्गाहरू छ कि यहाँ हामीले चाहिँ फुटाएको होइन। यहाँ माथिल्लो घरको तुम्बाहरूले फुटाउनु भएको अनि त्यहाँनिर छ। अनि मैले किन्नु चाहिँ मागेको छु यो ढुङ्गा। अनि किन्नु दिनुभएको छ र मैले चाहिँ यो ढुङ्गाहरू निकाल्नुपर्ने छ। यो पुरै जोडी गाडीमा छ, जोडी फाडेर मात्रै यो ढुङ्गाहरू निकाल्नुपर्ने हुन्छ होइन। हेर्नु न यसरी अमृतसरको बोटहरू छ अनि पुरै कुरो छ नि त। त्यसो हुँदाखेरि यहाँभित्र चाहिँ मैले पुरै झाडीहरू सफा गरेर पुरै यहाँनिर काटेर मात्रै अनि म चाहिँ यहाँको ढुङ्गाहरू निकाल्नु सक्ने स्थिति छ। त्यस कारण चाहिँ म यहाँनिर अहिले कामतिर छु। ल जोडी गाडी चाहिँ पुरै मैले पन्चिसकेँ, काटिसकेँ लगभग। अनि अलिअलि चाहिँ छ बाँकी। अब यिनीहरूलाई त अलिअलि गर्दा भइहाल्छ। अब चाहिँ म ढुङ्गा फ्याँक्नेतिर लाग्छु। यहाँको जोडी घाँस पनि भइगयो। अनि यहाँको ढुङ्गा चाहिँ फेरि म यहीँबाट फेरि यता तल नै यहाँबाट तल फ्याँक्छु। यो हन्डिसो पनि खिचाइदिनु भएन होइन। खिचाइदियो भने त फेरि मलाई मार्नुहुन्छ नि त। अनि अब मैले भनेको यही भएको ढुङ्गाहरू चाहिँ तल फ्याँक्नुपर्ने छ। अब यहाँ ढुङ्गा चाहिँ कति छन् कुनै सकभर मेरो टोइलेट बाथरुम बनाउनुको लागि चाहिँ पुगोस् भन्ने हो। अब चाहिँ म ढुङ्गा फ्याँक्नेतिर लागेँ। हैरान शिवनारायण भयो। यति ढुङ्गा थोरै कोटाइ निकालेँ होइन। यति कोट्याउँदा कति गरिँदा हो र। अब हुन त अलिक झापा बसेहरू पनि धेरै लामो हुँदैछ नि त मेरो। अनि झापा बसे धेरै लामो हुँदाखेरि चाहिँ अलिकति काम गर्ने बानी हराउँदो रहेछ। अनि काम गर्ने बानी हराएपछि चाहिँ अनि एकछिन काम गरेकै गलिहाल्ने क्या। तर पनि अब जन्मजातै काम गरेर आएको मान्छे, बारी बोकेर हिँडेको मान्छे गर्नु त गरिहालिन्छ। तर मतलब अब एकैचोटि झट्ट काम नगरेर एकैचोटि काम गर्दा चाहिँ केही मात्रामा गले जस्तो अनुभव चाहिँ हुन्छ क्या। टोइलेट बाथरुम बनाउनु छ। अनि टोइलेट बाथरुम बनाउनुको लागि चाहिँ बढी साथीहरू खोजी बस्दा पनि धेरै खर्च उठ्छ होइन। अब हामी जस्तो मान्छेले अलिकति यस्तो पनि विचारेर काम गर्नुपर्ने हुन्छ नि त। त्यही भएर एक्लै गरिरहेको छु क्या। अब यहाँको ढुङ्गा निकाल्ने काम भनेको साह्रै धेरै खतरा काम होइन। अब ढुङ्गा फुटाउनुहरू पऱ्यो भने चाहिँ म पनि अब साथीहरू चाहिँ खोज्छु। अनि अहिले चाहिँ तर खासै ढुङ्गा फुटाउनु पर्ने अवस्था आएको छैन नि त। यो मतलब फुटाइसकेकोलाई निकालेर चाहिँ त्यहाँनिर फ्याँक्नको लागि त्यति गाह्रो हुँदैन। त्यही भएर साथीहरू पनि नबोलाएको मैले।
यो चाहिँ धेरै पहिले म सानो हुँदा नै यो फुटाएर राखेको देखाएको थिएँ होइन। अनि यसलाई चाहिँ मैले किन्नको लागि मागेँ नि त, हाम्रोमा ढुङ्गामा अभाव भएर अनि दिनुभयो, अनि त्यही भएर चाहिँ म निकालेर लाँदैछु। यो चाहिँ हाम्रो छिमेकीको पर्छ होइन यो ढुङ्गाहरू। अब फेरि पनि यही काम कन्टिन्यू मेरो हुन्छ। मैले फाइनली अब चाहिँ ढुङ्गाहरू पनि त्यहाँ भए जति सबै निकालिसकेँ होइन। यो ढुङ्गाहरू यति नै हो यसको लागि चाहिँ। अनि यसले पुगेन भने पनि अझै ढुङ्गाहरू चाहिँ अरू ठाउँ यतानिर यहाँ पटतिर अनि यहाँ अलिक परको ठाउँमा चाहिँ ढुङ्गाहरू पनि छन्। अनि त्यहीँबाट चाहिँ निकालेर हामी टोइलेटको लागि पुऱ्याइन्छ। अहिले अब ढुङ्गा निकालिसक्यो। अब यहाँनिर सुन्तलाको बोट चाहिँ सार्नु पर्नेछ कि। सुन्तलाको बोट हामी जहाँ चाहिँ टोइलेट बनाउने हो त्यहाँ चाहिँ सुन्तलाको बोट छ। अनि यो सुन्तलाको बोटलाई चाहिँ के अरे सार्नुको लागि म रेडी छु होइन। यो सुन्तलाको बोट हो। यो सुन्तलाको बोटलाई चाहिँ मैले अब सार्नुपर्ने हुन्छ नि त। अब मैले टोइलेट बनाउने एरिया यही क्षेत्र हो। यहाँनिर तल चाहिँ एउटा ट्याङ्की भन्छ, सेफ्टी ट्याङ्की। अनि यहाँनिर चाहिँ टोइलेट बस्छ। त्यो भएको कारण चाहिँ म सुन्तलाको बोटलाई चाहिँ सार्नुपर्ने हुन्छ। यो बोटलाई, यो सानो बोट छ होइन, यो कृषिको हो। यो कृषिको सुन्तलाको बोट चाहिँ मजाले फल्ने रहेछ कि। हेर्नु न, यहाँनिर सानो बोट छ तर यहाँनिर सुन्तला त कति धेरै फलेको छ है। सुन्तला फलेको छ नि त। यो कृषिको बोट हो। यो त्यस्तै बोट चाहिँ उयो परको सार्नुपर्ने छ नि त म। अनि त्यसलाई चाहिँ अब म सार्नेछु। अनि आजको मेरो काम चाहिँ यति नै हुनेछ। मेरो भिडियो हेर्नुभएकोमा हजुरहरूलाई धन्यवाद। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरेर माया देखाइदिनु होला। आजलाई यति नै, बाई बाई।